गाइस हामी चाहिँ यहाँ बसिरहेको छौँ। यहाँ हाम्रो भाइ छ बिल्लु बिल्लु यहाँ छ बिल्लु हाम्रो दिप्सन भाइ हाई गर्दै यहाँ हाम्रो ब्लगमा बसन्ती पनि आइसकेको छ बसन्ती हाम्रो हाम्रो रोहन हाम्रो केटाहरू सबै यहाँनिर बसिरहेको छ सपनी पनि भरे युट्युब च्यानल हेर ल भरे सबैले सब्सक्राइब गरिदिनु होला ल अहिले हामी फुटबल खेल्दैछौँ गाइजहरू होइन भर्खर हाफ टाइम भइसकेको छ स्कोर कति हो भन्नु भाइ 12-3 तपाईँलाई फुटबल खेल्न मन छ भने प्लिज 9-12 भइरहेको छ 9-12 बोला होला भन्दै हामी सबैजना हेर्छौँ होइन यस्तो गर्मी छ त्यही पनि खेल्नु पर्यो हाम्रो कोच म्यानेजरले आज गेम राख्दैन हामी अब खेल्नै पर्यो अब के गर्नु म्यानेजरले भनेको अब पैसा आउँदैन फेरि अहिले अझ बाँकी छ होइन अब यस्तै छ गर्मी अहिले अनुहार चाहिँ बिग्रिरहेको छ गाइजहरू अब भाइहरू यहीँ छ अब पानी खाँदैछन् अब हो कि क्या हो बिल्लुले गोल हानिसकेका छन् रे अनि बना न गोल भयो सु हानो यता यता पकाने हाम्रो किपर भाइ हाई गर्दै किपर भाइ म्यानेजर दाइ हुन्छ यहाँ म्यानेजर कस्तो लागिरहेको छ तपाईँलाई भनिदिनु खतरा दामी कस्तो लाग्यो हाम्रो गेम एकदम दामी छ ल ठिक छ म्यानेजर दाइले फिक्स गर्नुभयो फेरि म्यानेजर दाइले भनेको मान्नु पर्यो फेरि पैसा आउँदैन हामीलाई गाह्रो छ के गर्नु गाह्रो छ फुटबल खेल्न थालेपछि म्यानेजर दाइको कुरा मान्नै पर्यो हाम्रो गाइजहरू हेर्न सक्नुहुन्छ यहाँ मेरो भाइ गौरव भाइ हाई गरिदेऊ है भरे हेर ल आइडी मजाले त्यहाँ भिडियो हेर्नु हाम्रो यहाँ हाम्रो समर्पण भाइ के छ खबर खुट्टा ठिक हो अहिले फिट एन्ड फाइन हो समर्पण भाइ ल ठिक छ यहाँ हाम्रो अर्पण छ सबैभन्दा छोटा क्युटी हेर्नु यहाँ गजनी भएर आएको छ यहाँ कपाल हेर्नु कपाल ओए ल हेर्न सक्नुहुन्छ हाम्रो भाइहरू यहाँ भाइ के हो तिम्रो नाम के थरी हो कहाँ हो घर यहाँ फुटबल खेल्छौ कसले सिकाउँछ यहाँ फुटबल ए हो भाइ पनि फुटबल सिक्छौ अनि के लिएर आएको छ होला मान्छे आमा अनि कसको लागि यत्रो बुट आमा केटाहरू यतिको हुनुपर्छ है फुटबल खेल्ने भएपछि हेर्नुहोस् गाइजहरू यहाँ बुट हेर्नु त लु आमा सबै साथीहरू हामी सबै एक हौँ भन्दै हेर्नु त आमा पुरा प्याकिङ गरी आउँछन् केटाहरू ल ठिक छ ल ठिक छ भाइ ल यतिको हुनु पर्यो है ल भरे बाबालाई हेर्नु भन्नु है ल है त गाइज ल अब हेर्नु सक्नुहुन्छ यहाँ हाम्रो एलिस भाइलाई देखाउँछु म एलिस भाइ मेरो च्यानल हाई गर्दै हाम्रो यहाँ सिजन यहाँ हेन्सी कपाल हेर्नु कपाल मसाउ कपाल झन् कस्तो क्युट छ यहाँ हाम्रो रोमन यहाँनिर पवन हेर्नु सक्नुहुन्छ पवन अब केटाहरूले जितिसकेको छ कति अब भाइ 17 अब भएको छ ल गाइजहरू ल बिले गुड भाइ राम्रो केटाहरू चाइनिज छिरिसकेको छ ओ कुशल भाइ यार सन्जय यार भ्लगमा फक देखाउँदैछ भरे आयो भरे हाल्छु तँलाई भ्लगमा अहिले फक देखाएर गाह्रो भयो यहाँ अब भरे काट्यो भने ल हाम्रो गाइज ल हाम्रो काका वान एन्ड ओन्ली नेपालमा बसेर चाइनिज नाम भएको हाम्रो काका एके यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो काका हेन्सी हुन्छ फेरि अर्को काकी ल्याउन खोज्दै हुन्छ तर काकीले फेरि मार्नुहुन्छ नि फेरि अर्को काकीले चाहिँ नहेर्नु है अर्को काकीले चाहिँ नहेर्नु अलरेडी बुक हो हाम्रो काका सिएसकेको फेरि डाइ हार्ड फेरि ए भाइ म अरे पार्टी चेन्ज रातारात पार्टी चेन्ज न हाम्रो काकी अब म काकीलाई देखाउन जाँदैछु काकीलाई यहाँ हेर्न सक्नुहुन्छ हाम्रो राम्री काकी हाम्रो काकी त हाई गरिदिन्छ काकी भरे युट्युबमा आउँछ के को नहाल्नु हाल्नु पर्यो ल हाम्रो भाइहरू देखाउँछु म तपाईँहरूलाई यहाँ ल आज त यो छ नि यहाँ अर्को हेन्सी अब भागो डराएर हेर ल अब यति नै अब यहाँ हामी खाना गइरहेको छौँ है त ल हामीले आज खेल्यो होइन हामीले जितिसकेको छौँ अब आज यति भन्दै हामी बिदा हुन्छौँ ल यो भन्दा राम्रो ब्लगहरू आउँछ भन्दै हामी तपाईँहरूले सपोर्ट गर्नुहुन्छ भन्दै हामी आशा गरेको छौँ कि कसो खत्री भाइ
सपोर्ट गर्नुहुन्छ भने आशा राख्दै ल यति भन्दै हामी बिदा हुन्छौँ हस् त धन्यवाद।